नेपाल बाणी रेडियो नेटवर्क समाचारको सच्चा पहरेदार। श्रोता, आजको बाढी बहसमा काम चलाउ सरकारका उप प्रधानमन्त्री, गृहमन्त्री र रक्षा मन्त्री भीम रावल हुनुहुन्छ। भीम रावलजी, हजुर, तपाईलाई बाढी बहसमा स्वागत गर्न चाहन्छु। धन्यवाद। यतिखेर बाढी पीडित जनताले केही पाएनन् नि, किन? हामीले केन्द्रीय दैवी प्रकोप उद्धार समितिबाट निर्णय गरेर पीडितहरूले पाउनुपर्ने रकम पठाइसकेका छौं, राहतका सामग्रीहरू पठाइसकेका छौं। पूर्व र पश्चिममा पहिले नै मैले 25 दिनअगाडि सेनाका हेलिकप्टर तैनात गरेर ती हेलिकप्टरले उद्धारको काम प्रभावकारी रूपमा गरिरहेका छन्। त्यसकारण बाढी पीडितले केही पाएका छन् भन्ने। तर जनताले खान पाएनन् प्रधानमन्त्री, धेरै समस्या छ। मैले पनि सूचना प्राप्त गरेको छु, कतिपय ठाउँमा जनताले 5 दिनसम्म खान पाएका छैनन्। अनि तपाईको ध्यान त्यता जाँदैन? त्यो तत्काल कुनै ठाउँमा पहिरो गएर अवरुद्ध भएर मौसमको कारणले हेलिकप्टर गर्न जान नसकेर त्यस्तो भएको हुन सक्दछ कुनै ठाउँमा। तर अहिले त्यस्तो कुनै पनि ठाउँमा त्यस्तो अवस्था छैन। खाद्यान्नको आवश्यकताको ठाउँमा खाद्यान्न, अझ थप रकम चाहिन्छ भने 75 करोड रुपियाँ समेत हामीले केन्द्रीय दैवी प्रकोप उद्धार समितिबाट सिफारिस गरेर मन्त्री परिषदबाट निकासा भइसकेको छ। त्यसो भए उद्धार भएको छ? उद्धार भएको छ, प्रभावकारी रूपमा भएको छ। जस्तो उदाहरणको लागि तपाईँलाई म भन्छु, बाँकेमा हामीले सुर्खेतमा पहिले नै तैनात गरेको हेलिकप्टरले झन्डै 400 व्यक्तिहरूलाई त्यहाँबाट उद्धार गरेको छ, उदाहरणको लागि। अरू ठाउँबाट पनि त्यसै गरी उद्धार गरिएको छ। तर तपाईँलाई थाहा होला नि सुनसरीको कुरा, 12,000 घर जोखिममा छ। यतिखेर तपाईँले राम्रोसँग सूचना प्राप्त गर्नुभएको होला उप प्रधानमन्त्री, किनभने तपाईँ त सूचना लिने नेता हो होइन? जुन टापुमा यतिखेर जलमग्न छ त्यतातिर तपाईँको ध्यान गएको छैन? त्यो तपाईँले भनेको गोबरगाडा जुन टापुको कुरा तपाईँले गर्नुभएको छ, त्यहाँका जनताहरू त्यहाँ पहिले नै त्यहाँबाट बाहिर आउन चाहने व्यक्तिहरूलाई पहिले नै बाहिर पठाइसकेको थियो। जो व्यक्तिहरू हामीलाई कुनै खतरा छैन, हामी यहाँबाट जान्नु भन्ने व्यक्तिहरू मात्रै त्यहाँ रहेका हुन्। त्यो कुरा होइन, किनभने कोशीको धार पश्चिम मोडिएपछि तपाईँलाई थाहा छ त्यहाँ धेरै समस्या देखिएको छ नि त। हामीले बारम्बार के भनेको छ भने सुरक्षाकर्मीहरूलाई त्यहाँ पठाएर तपाईँले यहाँबाट निस्किनुहोस् भन्दाखेरि त्यहाँ कतिपय व्यक्तिहरू हामीलाई अहिले कुनै खतरा छैन भने उहाँहरू निस्कनु भएको छैन। र अरू जो त्यहाँका केटाकेटी बुढाबुढी यस्ता व्यक्तिहरू उहाँहरू पहिले नै त्यहाँबाट बाहिर निस्किसक्नु भएको छ र त्यो पुरै सुरक्षा निकाय र प्रशासनको रेखदेखमा छ। किनभने 2000 बिघा कटान भएको छ उप प्रधानमन्त्री, त्यतातिर तपाईँहरूको ध्यान गएको छैन? मेरो ध्यान गएको छ ऋषिजी। मैले पहिलेदेखि नै भन्दै आएको छु, हाम्रो तराईमा पारिपट्टि सिमानामा बनेका बाँधहरू, त्यहाँ बनेका सड़कहरू अग्ला संरचनाले गर्दाखेरि हाम्रो त्यो स्थिति उत्पन्न भएको छ। र हामीले पहिले विपक्षमा रहँदाखेरि पनि सरकारमा रहँदाखेरि पनि यो स्थितिको समाधान गर्नुपर्छ भनेका छौँ। र उदाहरणको लागि त्यो 70 को तिलाठीका जनताले त्यहाँ भर्खरै जुन बाँध बान्नखेरि उतापट्टिबाट बाँध बनाउँदाखेरि उनीहरूले जुन विरोध गरे, हामीले तुरन्तै सुरक्षाकर्मीहरू पठाएर उहाँहरूलाई त्यहाँका ध्यान दिएर मैले नै निर्देशन दिएर सबै सुरक्षा निकायले हाम्रो भूभागमा कुनै पनि प्रकारको संरचना नबनोस्। त्यहाँका जनताले जुन आवाज उठाएका छन् उनीहरूलाई मैले धन्यवाद दिएको छु र हाम्रो यतातर्फ ध्यान गएको छ। र म सबै दलहरूलाई अझ पनि के भन्न चाहन्छु भने हामी सरकारमा हौ नहौ, हाम्रो तराई क्षेत्र जुन डुबानमा भएको छ त्यहाँका हामी तराईका पार्टीका हौ, हामी तराईका जनताका लागि बोल्छौँ भन्नेहरूले यस विषयमा। तर मधेसका नेताहरूले के भनेका छन् भने अहिलेको अवस्थामा सरकारले पूर्वाग्रही भएर काम गर्यो, मधेसमा डुबान भइरहेछ तराईमा, तर सरकारले सुनेन, केही गरेन भनेर अहिले भर्खरै राजेन्द्र महतोले बाढी बस्न भन्दै हुनुहुन्थ्यो। त्यो एकदमै गलत हो। मैले केन्द्रीय दैवी प्रकोप उद्धार समितिमा विशेष गरी तराई क्षेत्रमा जुन डुबान हुन्छ, मैले भनिहालेँ पारिपट्टि संरचनाहरू बनाएर जुन डुबान भइरहेको छ त्यसलाई समस्यालाई गम्भीर बनाएको छ। त्यसको लागि मैले परराष्ट्र सचिवसँग तुरन्तै कुराकानी गरेर भारतीय अधिकारीहरूसँग कुरा गर्नुको लागि अस्ति नै आदेश दिएँ। मैले त्यहाँको स्थानीय प्रशासनलाई आदेश दिएँ र आगामी दिनहरूमा समेत म के आग्रह गर्न चाहन्छु भने यदि तराई क्षेत्रका राजनीतिक दलहरू जो त्यहाँको प्रतिनिधित्व गर्नुहुन्छ उहाँहरू त्यहाँका जनताको हितमा काम गर्न चाहनुहुन्छ भने उहाँहरूले ती सिमानामा बनेका संरचनाले त्यहाँका जनता जुन विवाहमा परेका छन्, समस्यामा परेका छन्, त्यसबारे उहाँहरू आवाज उठाउनुहोस्। नेकपा एमाले आवाज उठाइसकेको छ। सरकारले त्यो सम्बन्धमा सबै सुरक्षाकर्मीहरूलाई मैले नै आदेश दिएको हुँ त्यहाँको जनताको सुरक्षाको लागि, त्यहाँको सिमानामा हेर्नको लागि हामी त्यो क्षेत्रमा काम गर्न तयार। तर समथर भूभागको कुरा गर्दाखेरि झापादेखि कञ्चनपुरसम्म धेरै समस्या छ, जलमग्न छ, धेरै जनताहरू यतिखेर छ नि छटपटाइरहेका छन्, घरहरू डुबेको छ। प्रधानमन्त्री, त्यतातिर तपाईँले अहिलेको अवस्थामा उद्धार गर्नको लागि र उनीहरूलाई राहत दिनको लागि बुदागत रूपमा भन्नुहोस् त के गरिरहेको छ सरकार? किनभने जनताको प्रश्न हो अहिलेको दिनमा। म बुदागत भन्छु। एक, पहिले नै मैले हेलिकप्टर पठाएर तराईमा जहाँ जहाँ मान्छेहरू फसेका छन् त्यसलाई उद्धार गरेको छ प्रभावकारी रूपमा। तपाईँ बागलुङकै कुरा गर्नुहुन्छ भने हामीले सुत्केरी गर्भवती महिला पहिरोमा परेको उहाँलाई समेत हामीले उद्धार गरेर ल्यायौँ। अरू त्यहाँ ढुङ्गाहरू पठाए। तर बालबालिकाले विद्यालय जान पाएका छैनन् कति ठाउँमा, त्यतातिर तपाईँको ध्यान गएको छ? एकदमै गएको छ। औषधिहरू पठाएका छौँ, खाद्यान्नको लागि सम्पूर्ण रूपमा हामीले व्यवस्था गरेका छौँ, शुद्ध पिउने पानीको लागि हामीले प्रबन्ध गरेका छौँ। र यो सम्पूर्ण कामहरू कहिलेकाहीँ कुनै ठाउँमा मौसम एकदमै प्रतिकूल भएको कारणले गर्दाखेरि चाहेर पनि एक दुई ठाउँमा नभएको हुन सक्दछ। तर
नेपाल सरकारको तर्फबाट हामीले अब सरकार जान लागेका छौँ, हामी केही पनि गर्दैनौँ भन्ने होइन। हामीले सरकारमा रहेको एकछिन घडी एउटा पलासम्ममा पनि जनताप्रति निर्वाह गर्नुपर्ने कर्तव्य प्रभावकारी निर्वाह गरेका छौँ। हिजो मात्रै म बागमंगरे प्युठान जानुको लागि त्यहाँका सांसद मान्य सांसदहरू समेत एयरपोर्टमा म निकै बेर कुरे। मौसमले साथ नदिएपछि हामी त्यहाँ जान सकेनौँ। आज पनि जान सकिन्छ कि भनेर मौसमको म विवरण लिइरहेको छु। मोरङ र सुनसरीको जुन तपाईँले डुबानको कुरा गर्नुभयो, यस सम्बन्धमा तराईका क्षेत्रको डुबानको, किनभने हेलिकप्टर चढेर किन नेताहरू जाने? तपाईँहरूले त जनताहरूको उद्धार गरे भइहालिन् अहिलेको अवस्थामा। हेलिकप्टर चढ्ने रहर होइन कि त्यहाँका जनप्रतिनिधिहरूले त्यहाँका जनताको समस्या के छ कसो छ हामीले पनि हेर्न जानु पाउनुपर्छ भन्दाखेरि मैले त्यो व्यवस्था गरेको हो। त्यसमा प्रमुख जिल्ला अधिकारीले गरिरहनु भएको छ नि अहिलेको अवस्थामा। सरकारको निर्देशन त प्रमुख जिल्ला अधिकारीले मान्नु भएको होला नि त। मानेका छन्, तैपनि जनप्रतिनिधिले हेरौँ भनेपछि भयो। तर मौसमको कारणले हामी जान सकेनौँ। अघि तपाईँले उठाएको एउटा प्रश्नको सम्बन्धमा म भन्न चाहन्छु, खास गरी तराई क्षेत्रको जुन डुबानको कुरा छ यसमा हाम्रो एकदमै गम्भीर ध्यान गएको छ र यस सम्बन्धमा भारत सरकारसँग केन्द्रीय तहबाट कुरा गर्नुपर्छ भन्ने मान्यताका साथ हामीले परराष्ट्र मन्त्रालय मार्फत त्यो कुरा अगाडि सारेका छौँ र मैले पिलाटीको भर्खरै तपाईँलाई उदाहरण दिएँ। यी सबै कुराहरूमा नेपालीहरूले र हामी सबै त्यहाँका जनताले एक भएर यो समस्या समाधान गर्नुपर्छ भन्ने मान्यता छ। तदनुकूल मैले सबै सुरक्षा निकाय केन्द्रीय दैनिक उद्धार समितिलाई निर्देशन दिएको छु। त्यसो भए प्रधानमन्त्री अहिलेको अवस्थामा मधेसको कुरा गर्दाखेरि सरकार पूर्वाग्रही भएर काम गरेको छैन भनेर तपाईँले भनिरहँदाखेरि राजेन्द्र महतोले एउटा शर्त अगाडि सार्नु भएको छ। झापादेखि कञ्चनपुरसम्म मधेसमा 2 प्रदेश हुनुपर्छ, एमाले संविधान संशोधनको लागि तयार हुनुपर्छ भनेर। त्यसमा तपाईँहरू तयार हुनुहुन्छ? अब हेर्नुहोस् ऋषिजी, अहिले जुन नेपालको प्रशासनिक संरचना छ यसमा त सारा डुबान भएर राजगिरादेखि 70देखि बाँके कञ्चनपुर सारा डुबान गर्दा त उहाँहरू चुप्प एक शब्द बोल्नुहुन्न। उहाँहरूले भने जस्तो पूर्वदेखि पश्चिमसम्म एक प्रदेश बनाइदिनु त्यो प्रदेश सबै डुब्छ। तराईका जनताले यो कुरा बुझ्नुपर्छ। त्यसकारण त्यस्तो प्रस्तावना हामी कुनै पनि हाल्न मान्न सक्दैनौँ। एमाले संविधान संशोधन गर्नको लागि सहयोग गर्दैन उसमा? एमाले त संविधान संशोधन 2टा धारामा पहिले नै गरिसक्यो। मेलमिलाप सहमतिबाट जाउँ भन्ने त हाम्रो धारणा हो। तर देशलाई डुबाएर, देशलाई टुक्र्याएर, जनताको सद्भाव बिथोलेर हामीले अगाडि जानु भनेको त देशघात गर्नु हो। तर संविधान संशोधनको लागि तपाईँहरू तयार हुनु भएन भने मधेसमा तपाईँहरूको छ नि अस्तित्व समाप्त हुन्छ अरे। हाम्रो शक्ति समाप्त हुँदैन। नेपाल र नेपाली जनताको पक्षमा बोल्दा हामीलाई 100% विश्वास छ। जनताले साथ दिन्छन्। अहिले पिलाठीमा हेर्नुहोस् न, जनताहरू आफ्नो जमिनको पक्षमा उठे नि। तर मधेसी मोर्चाको मागलाई सम्बोधन गर्नको लागि तपाईको सरकार, खास गरी केपी शर्मा ओलीको नेतृत्वको सरकार गम्भीर र संवेदनशील नभएको कारणले गर्दाखेरि तपाईँहरूले परिणाम भोग्नुभयो, किनभने तपाईँहरू सरकारबाट बाहिरिनु पर्यो। एकदमै गलत हो। म तपाईँलाई फेरि दोहोऱ्याएर भन्न चाहन्छु, हामीहरू त्यो कारणले होइन, म नै त्यो कार्यदलको संयोजक थिएँ। हामीले अन्तिमसम्म प्रयत्न गर्यौं। तर उहाँहरूले चाहिँ त्यही पुरानै रट जुन पहिलो संविधान सभामा जुन रट लगाउनु भएको थियो र जसलाई दोस्रो संविधान सभाको निर्वाचनमा जनताले अस्वीकार गरिदिएका छन्, सामाजिक सद्भावलाई कमजोर बनाउने, देशको सार्वभौमसत्तालाई कमजोर बनाउने, जनताको एकतालाई कमजोर बनाउने, जातीय आधारमा प्रदेशको कुरा गर्ने, तराईमा पूर्वदेखि पश्चिमसम्म एउटै हुनुपर्छ भन्ने, तर तराई पुरै आधा डुब्न लाग्दाखेरि केही पनि शब्द नबोल्ने, यस्ता कुराहरू हुन सक्दैनन् मात्रै हामीले भनेका हौं। किनभने मधेसी मोर्चाको माग पूरा नभएको कारणले गर्दाखेरि आजको दिनमा केपी शर्मा ओलीको सरकार विस्थापित भयो भनेर मधेसी मोर्चाले भनिरहेको छ, खुसियाली मनाइरहेको छ। त्यो कसैले खुसियाली मनाउनु नमनाउ त्यो उहाँहरूको कुरा होला। तर यो सरकारले दुवै देशसँग सन्तुलित सम्बन्ध कायम गर्ने, नेपालको स्वाधीनता र स्वाभिमानलाई अगाडि बढाउने, भूपरिवेष्टित अवस्थामा पारमाणु सुविधा चीनबाट पनि लिने, हाम्रो देशमा रेलमार्गहरू बनाउने, हाम्रा सबै सम्भावनाहरूको उद्घाटन गर्ने, यो कुरा गरेको हुनाले अब नेपाल स्वतन्त्र स्वाधीन भएर कसैको पनि अगाडि नत्रिने भयो भनेर यो देशलाई अगाडि जान नदिनेहरूले षड्यन्त्रमूलक किसिमले यो गतिविधि गरेको कुरा त सर्लङ्गै त मैले भन्नै पर्दैन। थ्याङ्क यू सो मच प्रधानमन्त्री, समय दिनुभयो तपाईँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। ऋषिजी धन्यवाद। उहाँ हुनुहुन्थ्यो प्रधानमन्त्री, रक्षा मन्त्री, गृहमन्त्री भीम रावल।